ठट तपाईलाई के लाग्छ भन्नाले नेगेटिभ त लाग्दैन तर काम उसको पनि नेगेटिभै हुन्छ खुसखुसिया हो के भुङ्ग्रोको आगो जस्तै नेगेटिभ थिङ्किङले डाइरेक्ट तपाईलाई ढाल्दिन्छ जङ्क थिङ्किङले डाइरेक्ट होइन यो स्लो पोइजन हो यसले बिस्तारै तपाईलाई भित्रबाट मक्किँदै सिधाइदिन्छ तपाईलाई जङ्क थिङ्किङले ओके भनेपछि 3 किसिमको थिङ्किङ पोजिटिभ थिङ्किङ नेगेटिभ थिङ्किङ अनि सकारात्मक सोच नकारात्मक सोच र जङ्क यो न्यूट्रल त न्यूट्रलै हो यो नकारात्मक होइन पोजिटिभ होइन तर यो ब्रेनलाई धेरै न्यूट्रल चिज चाहिँ काम लाग्दैन थोरै न्यूट्रल काम लाग्छ तर धेरै न्यूट्रल भयो भने त्यो कामै लाग्दैन अब यो नेगेटिभ थिङ्किङबाट यो न्यूट्रल थिङ्किङबाट बच्ने कसरी द्याट इज द च्यालेन्ज यहाँ बचेन भने जिन्दगी गयो तपाईले छोरालाई कन्ट्रोल गर्न खोजिरहनु भएको छ आफ्नो विचार कन्ट्रोल हुँदैन तपाईले छोरीलाई कन्ट्रोल गर्न खोजिरहनु भएको छ आफ्नो विचार कन्ट्रोल छैन तपाईको समस्या छोरा होइन